जापान आउनु अगाडि चाहिँ मैले यी कुराहरू चाहिँ अगाडि सिकेर आएको भए धेरै इजी हुने थियो मलाई अहिले लाइफमा। सो यो भिडियो चाहिँ तपाईँहरूको लागि। हेलो एभ्रिवान, वेलकम ब्याक माई मिनी भ्लग। स्वागत छ फेरि पनि तपाईँहरूलाई मेरो आजको यो मिनी भ्लगमा। आजको यो मेरो भ्लग चाहिँ विशेष गरी चाहिँ जापान आउनेहरूको लागि है। तपाईँ जापान आउँदै हुनुहुन्छ भने के कुरा अगाडि नै प्रिपेयर हुनुपर्छ म यहाँहरूलाई चाहिँ यो भिडियो मार्फत सुनाउने छु। प्लिज भिडियो चाहिँ अन्तिमसम्म सुनिदिनु होला है। जापान आउँदै हुनुहुन्छ भनेको मोस्ट इम्पोर्टेन्टली तपाईँहरूलाई थाहा छँदैछ भाषा हो होइन। भाषा चाहिँ तपाईँले सिकेर आउनुभयो भने सबैभन्दा बेस्ट हुन्छ है। अनि तपाईँसँग भाषा छ भने जापानमा जति पनि काम पाउनुहुन्छ। त्यसैले भाषा चाहिँ सबैभन्दा इम्पोर्टेन्ट छ है। अनि अर्को रह्यो भनेको यहाँ समय र अनुशासनको कुरा है। अनि समय चाहिँ यहाँ के हुन्छ नि 1 मिनेटको नि एकदमै भ्यालु छ के, समयको एकदमै भ्यालु छ। तपाईँ काममा 5 मिनट लेट भयो पनि त्यो लेटै हो है। नेपालमा जस्तै हुँदैन नि फेरि यहाँ जापानमा चाहिँ। अनि अर्को रह्यो रुल्स एन्ड म्यानरको कुरा आउँछ। तपाईँको यहाँ चाहिँ के छ भने नि पब्लिकमा लाउडली भोइस बोल्न मिल्दैन। यदि तपाईँहरू ट्रेनमा चढ्नुहुन्छ र ट्रेनमा चढ्दाखेरि अब कल आयो, कलमा बोल्न लाग्नुभयो भने लाउडली बोल्न मिल्दैन है। त्यो पनि दामी छ। अनि अर्को कुरा भनेको जब है। जब चाहिँ तपाईँले सोचे जस्तो बिल्कुलै हुनेवाला छैन। यदि तपाईँ झन् काम गर्नुभएको छैन भने तपाईँहरूलाई धेरै नै गाह्रो हुनेछ सुरुमा है। तर यो खुट्टाहरू चाहिँ एकदमै पेन हुन्छ, एकदम गाह्रो हुन्छ, किनकि यहाँनिर नन स्टप उभिएर काम गर्नुपर्ने हुन्छ, गाह्रो हुनसक्छ है। तर नआत्तिनु होला, बिस्तारै यो ठिक हुँदै जान्छ होइन। अनि अर्को रह्यो भनेको मनी सेभिङ है। मनी म्यानेजमेन्ट चाहिँ कसरी गर्ने। जापानमा पैसा यति चाँडो सकिन्छ कि है, कहिले के को बिल आउँछ, कहिले के को बिल तिर्नै पर्छ, नतिर्कन त हुँदैन होइन। अनि त्यही भएर चाहिँ अहिले पैसा चाहिँ कसरी म्यानेजमेन्ट गर्ने, सेभिङ गर्ने बानी चाहिँ अहिलेदेखि नै सिकिनु होला है। त्यो बेस्ट हुनसक्छ। अनि अर्को रह्यो भनेको फुड एन्ड लाइफस्टाइल। यहाँ जापानमा चाहिँ हलाल है, हलाल भेज अप्सन लिमिट हुन्छ। त्यसैले तपाईँहरूलाई घरको खाना एकदम मिस हुनेवाला छ, मलाई जस्तै है। मलाई यति धेरै मिस भएको छ नि होइन। जति मिठो पकाएर खाना खोज्दा नि मलाई मिठै लाग्दैन कि आफ्नो घरको जस्तै नेपालमा भएको जस्तै स्वाद नै मैले पाइरहेको छैन।